नमस्ते, म सरोज अर्पण राई। आज म खुसीको खबर लिएर आएको छु। रौतमाई गाउँपालिका वडा नम्बर 5 राजडाँडादेखि तिलकेटार, जगरे, डुकुरचुम, धोद्रे, काउले हुँदै रौतमाई गाउँपालिका वडा नम्बर 6 का रौता पोखरी जाने ग्रामीण सडक बाटो निर्माण भइरहेको छ। तारेभिर, छानीडाँडा, जगरेका स्थानीयहरूले 1 घण्टाको पैदल यात्रा गरेर गाडी सवारी साधनहरूको चाहिँ सुविधा लिन बाध्य छ। यो बाटो रौतमाई गाउँपालिका वडा नम्बर 5 र 6 सँग जोडिएर यहाँका स्थानीयहरूले अब छिट्टै सुविधा पाउनेछ। यो साँच्चीकै खुसीको खबर हो।